गुड मर्निङ, वेलकम महावीर दाई। नमस्कार। अझै माइक्रोफोन अगाडि के छ आजकाल खबर? केही छैन, जस्तो थियो पहिला अहिले पनि त्यस्तै छ। भन्नाले के बुझ्नु? भन्नाले के बुझिन्छ भने मेरो एउटा घुमन्ते जीवन, डुल्ने, सधैँ एकै ठाउँमा नबस्ने, घुमिरहने चाहिँ जीवन चाहिँ सुरु गरेको 24 वर्ष अगाडि हो र त्यो जीवन अहिले पनि चलिरहेको छ। 24 वर्ष? हजुर। भोलि कुन देश जाँदै रे? भोलि कोरियासम्म जाउँ भन्दैछु। हजुर, कति दिनको बसाइ हुनेछ? 4 दिनको लागि। त्यसपछि फेरि काठमाडौँ नै फर्किन्छु। ओके। यहाँको नर्मली बिहान उठ्ने टाइम कस्तो हुन्छ? उठ्ने टाइम भनेर यही नै भन्ने हुँदैन, तर नर्मली म चाहिँ 6 बजे, 5 बजेर 6 बजेको बीचमा उठ्छु। अनि बिहान के खानुहुन्छ ब्रेकफास्ट? ब्रेकफास्ट खाने चलन त अब यो नेपालीहरूको होइन हो नि। विदेशमा छँदाखेरि ब्रेकफास्ट खाइन्थ्यो, तर नेपालमा आएर चाहिँ ब्रेकफास्ट खान छोडिएको छ। दाल भात तरकारी डाइरेक्ट? त्यो पनि पायो भने खाइन्छ, पाइएन भने अब फेरि अब दिनभरि डुल्नको लागि हिँडिन्छ झोला बोकेर। त्यही त, झोला साइडमा राखेर मोबाइल अफ गरेर हामीसँग बोल्न रेडी हुनुभएको छ। हामी धेरै कुरा बोल्न चाहन्छौं। पछिल्ला दिनमा हेर्ने हो भनेदेखि मलाई झुक्काइयो भन्ने खालको कुराकानी आइरहेको छ होइन। यहाँका ठूला ठूला सपनाहरू पूरा गर्न सकिन्छ भन्ने कुरा आइरहेको छ। हामी ती सबैको बारे बोल्नेछौं। सुरुमा महावीर दाई के प्रश्न सोधौं भन्दाखेरि, नेपालका दुर्गम गाउँहरूलाई इन्टरनेट मार्फत जोड्ने तपाईको अभियान मैले सुरुमै भने, सुनाउनुहोस् न, आजसम्म कतिवटा गाउँमा फैलिएका छन्? अब यो अभियान सुरु गरेको सन् 2002 देखि हो र सुरुको दिनहरूमा यो हामीले चाहिँ यसलाई नेपालको अरू भागहरूमा पनि जाउँला भनेर कुनै सपना देखेको थिएनन्। त्यति बेला मेरो आफ्नै गाउँको वरिपरिका 8-10 वटा गाउँहरूमा जोड्ने एउटा कम्युनिकेसन सिस्टम बनाउने भनेर चाहिँ सुरु गरेको कुरा हो। तर बिस्तारै त्यसको माग यति बढ्दै गयो कि अब त्यो चाहिँ छिमेकी गाउँमा, छिमेकी जिल्लामा गर्दै गर्दै बढ्दै गएर अहिले हामीले चाहिँ 15-16 वटा जिल्लाहरूको करिब 200 अथवा ओभर 200 गाउँहरूमा यो प्रविधिलाई चाहिँ पुर्याइरहेका छौं। अझै पनि यो माग चाहिँ बढिरहेको छ। यो छोड्न सकिएको छैन, किनभने गाउँ गाउँबाट अनुरोधहरू आइरहन्छन् र त्यसको लागि चाहिँ चाहिने आर्थिक स्रोतहरू चाहिँ गाउँलेहरूले नै उपलब्ध गराउँछन्, खोज्छन्। अब त्यति गरिसकेपछि भयो भन्न चाहिँ सकिएको छैन र सकेसम्म आफूले सके जति मद्दत चाहिँ गरिरहेको छु। 15-16 लगभग जिल्ला भए, लगभग 200 वटा गाउँ भए होइन टोटल। कतिजना जति लाभान्वित भएका छन् महावीर दाई? त्यस्तो कुनै किसिमले एउटा एनजीओले अथवा एउटा भनौँ न कुनै एउटा संस्थाले के अरे रेकर्ड राखे जस्तो यतिवटा गाउँ, यतिवटा के अरे जनसंख्या भन्ने कुरा चाहिँ मैले कुनै रेकर्ड राखेको छैन त्यसको लागि। तर टेन्टेटिभली भन्ने हो भनेदेखि अब करिब 70-80 हजार 1 लाख यस्तै जनताहरू चाहिँ यसबाट कमसे कम लाभान्वित नभए पनि परिचित चाहिँ भएका छन्। अघि नेपाली जनताले नै आर्थिक सहयोग जुटाउँछन् पनि भन्नुभयो। तपाईको परियोजना प्रोजेक्टमा नेपालमा चाहिँ कतिजना सहयोगी छन्? सहयोगीहरू त अब कति चाहिन्छ, बेला बेलामा हुने कामहरू हो। यो सधैँ हरेक दिन के अरे हरेक हप्ता, हरेक महिना हुने काम होइन। यो यस्तो किसिमको अब यो रिक्वेस्टहरू जुन आउँछ गाउँ गाउँबाट त्यो चाहिँ बेला बेलामा हुने हो र चाहिएको बेलामा जति पनि सहयोगीहरू आउँछन्। र मेरो सहयोगीहरू भनेको अब यो कलेजका, यो नेपालमा रहेका आईटी कलेजका स्टुडेन्टहरू जो चाहिँ इन्टर्नशिप गर्नको लागि आउन चाहन्छन्, जो चाहिँ कलेज सिद्ध्याएर अब ग्याप भएको अवस्थामा अब मलाई चाहिँ सहयोग गर्न चाहिँ आउँछन् र आवश्यक परेको खण्डमा विदेशबाट पनि विदेशी भोलुन्टियरहरू पनि आउँछन् र यति नै भन्ने चाहिँ छैन। तर सालाखाला 8-10 जना अथवा 6-7 जना मान्छेहरूले मोटामोटी रूपमा सहयोग गरिरहेकै हुन्छन्। श्रोता, यहाँले महावीर पुनको स्वर सुनिरहनु भएको छ। महावीर पुन भन्ने बित्तिकै त्यो नाम सबैले जान्नुहुन्छ, तर उहाँले कहाँ कहाँ के गरिरहनु भएको छ सायद सबैले बुझ्नु भएको पनि छैन। आउनुहोस् आज बुझाउने प्रयास गरौं। प्रश्न बुझ्नु भयो नि, बुझाउनुहोस्। अब धेरै यो मिडियाले कान्तिपुर अथवा अन्य पत्र पत्रिकाहरू र टेलिभिजनहरूले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि
आइरहेको कुराहरू र मलाई परिचित गराएको कुराहरू मुख्य कुरा चाहिँ यो सूचना प्रविधिलाई चाहिँ गाउँ गाउँमा पुर्यायो भन्ने किसिमले आएको हो र वास्तवमा यो काम चाहिँ मेरो एउटा मैले चाहिँ के पनि भनिरहेको छु भने जहिले पनि यो चाहिँ मेरो एउटा हबी जस्तो भयो यो चाहिँ मेरो आफ्नो प्रोफेसन होइन किनभने यो चाहिँ जनताको आवश्यकता जनताको चाहनालाई पूरा गर्नको लागि मैले एउटा स्वयंसेवकको रूपमा भोलुन्टरीली चाहिँ सहयोग गरेको हो र मैले गर्ने काम भनेको चाहिँ के हो त भन्दाखेरि खास गरी कम्युनिटी डेभलपमेन्ट सम्बन्धी र अहिलेसम्म गरेको कामहरू हो र यो कम्युनिटी डेभलपमेन्ट सम्बन्धी कामहरू गर्दाखेरि यो सूचना प्रविधिलाई एउटा टुलको रूपमा प्रयोग गरेको हो। कम्युनिटी डेभलपमेन्ट अझ विस्तारमा जाउँ न त्यो भनेको के हो एकदम सिम्पल भाषामा महावीर दाइ सबैले बुझ्ने गरी भाषामा अब कम्युनिटी डेभलपमेन्ट भन्ने अब यो विभिन्न एनजीओ आईएनजीओहरूको डेफिनेसन बेग्लै हुन्छ मेरो डेफिनेसन भनेको के हो भने जनताले गाउँघरमा बस्ने जनताहरूको जुन आवश्यकता हुन्छन् त्यो आवश्यकतालाई चाहिँ मिनिमम रूपमा सहयोग गर्ने कामलाई चाहिँ मैले चाहिँ कम्युनिटी डेभलपमेन्ट भन्ने गरेको छु। जस्तो उदाहरणको लागि गाउँघरको जनताहरूको लागि चाहिँ एउटा स्कुल चाहियो र स्कुलमा चाहिँ राम्रो किसिमको चाहिँ पठन पाठन होस् भन्ने चाहिँ जनताहरूको चाहिँ इच्छा हुन्छ। त्यस्तै जस्तो अब गाउँघरमा स्वास्थ्य सेवा चाहियो किनभने गाउँमा अस्पताल छैन डाक्टरहरू छैनन् र त्यस्तो किसिमको त्यो स्वास्थ्य सेवा मिनिमम रूपमा कसरी पुर्याउने भन्ने कुराहरू र गाउँघरमा अब अहिलेको स्थितिमा हेर्ने हो भने प्राय जसो सबै युवाहरू धेरै जसो युवाहरू अब विदेशिएका छन् गाउँघरमा चाहिँ महिलाहरू केटाकेटीहरू वृद्धहरू चाहिँ हुन्छन् र त्यही पनि त्यो ठाउँमा केही न केही किसिमको आय स्रोतहरू आय आर्जनका कार्यक्रमहरू चाहिँ सञ्चालन गर्न सक्यो भने केही सबै नभए पनि केही युवाहरू चाहिँ गाउँमा नै रहन सक्थे कि भन्ने किसिमले शुरू गर्ने आय आर्जनका कुराहरू यी सबै चाहिँ कुराहरू चाहिँ के त भन्दाखेरि मेरो डेफिनेसन अनुसार मेरो बुझाइ अनुसार कम्युनिटी डेभलपमेन्टमा पर्छ। शिक्षाको कुरा आयो त्यसपछि औषधि उपचार स्वास्थ्यको कुरा आयो आधारभूत आवश्यकताहरू त्यसको लागि तपाईको पहल कम्युनिटी डेभलपमेन्टलाई के कस्ता भए? सुरुदेखि नै अहिलेसम्म गरेको मुख्य काम चाहिँ त्यही हो। यो त्यही कामको सिलसिलामा यो वायरलेस नेटवर्किङ भन्ने काम चाहिँ भइरहेको कुरा हो र मेरो सुरुदेखिकै फोकस मैले अहिले अघि भने 24 वर्षदेखि यो काम गरिरहेको छु र सुरुदेखि नै यो गाउँमा जस्तो उदाहरणको लागि मैले मेरो आफ्नै गाउँमा एउटा हाई स्कुल थिएन हाई स्कुल स्थापना गर्नलाई मद्दत गरे। अब त्यस्तै अब गाउँघरमा अब स्वास्थ्य म त्यहाँ बस्दाखेरि अब स्वास्थ्यको चाहिँ एकदम ठूलो समस्या एउटा साधारण पेट दुखेको टाउको दुखेको औषधिहरू पनि गाउँमा नपाइने र त्यसको लागि पनि गाउँलेहरू चाहिँ अलि धेरै टाढा टाढासम्म अथवा सदरमुकामसम्म बजारसम्म सहर बजारसम्म आउनु पर्ने स्थिति देखेर मैले चाहिँ यो गाउँमा भएका महिलाहरूलाई खास गरी महिलाहरूलाई चाहिँ तालिम दिने चाहिँ व्यवस्था गरे। त्यसको तालिमको लागि विदेशबाट आएका डाक्टरहरू र नेपालबाट नै गाउँघरमा गएर केही समय बस्न चाहने डाक्टरहरू र काठमाडौँमै बसेर गाउँबाट आएका महिलाहरूलाई चाहिँ तालिम दिने डाक्टरहरू यिनीहरूसँग चाहिँ काम गरेर चाहिँ केही महिला स्वास्थ्य कर्मीहरूलाई चाहिँ हामीले त्यो तालिम दिएर तिनीहरूलाई चाहिँ गाउँमा चाहिँ एउटा सानो क्लिनिक भनौं अथवा जे भने एउटा कोठामा केही औषधिहरू केही टुल्सहरू राखेर त्यस्तो किसिमको आवश्यक परेको खण्डमा यो स्वास्थ्य सेवा दिने यो कुनै औपचारिक रूपमा दिएको होइन अनौपचारिक रूपमा गरेको र कुनै चीज हुँदै नहुनु भन्दा त्यति भए पनि कमसेकम गाउँलेहरूलाई चाहिँ धेरै सहयोग पुग्ने रहेछ भन्ने हिसाबले सञ्चालन गरेको कार्यक्रमहरू। वायरलेस नेटवर्किङको कुरा गरौं न दूर दराजमा पुग्नु भएको छ इन्टरनेट मार्फत गाउँ जोड्ने अभियान त्यो विषयमा बताउनुस् न कम्युनिटी डेभलपमेन्ट त्यसबाट कसरी सम्भव भयो के भयो? यो वायरलेस नेटवर्किङले चाहिँ कम्युनिटी डेभलपमेन्ट गरिदिने होइन कम्युनिटी डेभलपमेन्टलाई सञ्चालन गर्नको लागि एउटा जुन समाचारको आदान प्रदान हुन्छ त्यो सुचारू हुन्छ एउटा टुल हो यो टुललाई चाहिँ प्रयोग गरेर कम्युनिटी डेभलपमेन्ट गर्ने हो। त्यसकारणले अहिलेसम्म हामीले गरेको भनेको के हो त भन्दाखेरि सुरुका दिनहरूमा अहिले त के छ भने यो कम्युनिकेसनको लागि
यो मोबाइल सर्भिसहरू चाहिँ गाउँ गाउँमा पनि फैलिरहेका छन्। त जुन समयमा मैले यो कुरा सुरु गरेँ त्यति बेला के त भन्दाखेरि कुनै पनि गाउँमा मोबाइल फोन थिएन। म आफैले फोन गर्नुको लागि मेरो गाउँबाट 5-6 घण्टा हिँडेर बेनी बजारमा सदरमुकाममा आएर फोन गर्नु पर्थ्यो। इमेल चेक गर्नु पर्यो भने गाउँबाट एक दिनभरि लगाएर सदरमुकाम आएर सदरमुकामबाट बस चढेर पोखरा आएर चाहिँ के अरे इमेल चेक गर्नु पर्थ्यो। त्यो मैले चाहिँ 6-7 वर्षसम्म गरेकै हो के अरे। तर अहिलेको स्थितिमा अब यो जुन टुल छ यसलाई चाहिँ के त भन्दाखेरि हामीले यो डेभलपमेन्ट गर्नुको लागि, कम्युनिटी डेभलपमेन्ट गर्नुको लागि यसलाई चाहिँ के त एउटा भन्दाखेरि एउटा स्रोतको रूपमा पनि लिएको छ। किनभने कुनै चिजहरू चाहियो भने अहिले सजिलैसँग गुगलमा अथवा इन्टरनेटमा खोज्यो भने त्यो पाइन्छ। अहिले पनि मैले मात्र गरेको होइन कि अहिले पनि जस्तै यो भूकम्पको कुराहरू आयो र अरू जिल्लाहरूमा जहाँ मैले चाहिँ इन्टरनेट पुर्याएको छु त्यो जिल्लाहरूमा काम गर्ने अब एनजीओहरू छन् अथवा संस्थाहरू छन्, उनीहरूले पनि मलाई चाहिँ यो इन्टरनेट कनेक्सनको लागि रिक्वेस्ट गर्छन्। उनीहरूलाई किन चाहियो भन्दाखेरि त्यो काम गर्नको लागि इमेल मार्फत अब कुनै चिज प्रपोजल पठाउनु पर्यो अथवा कुनै चाहिँ कम्युनिकेसन गर्नु पर्यो उनीहरूको डोनरहरूसँग भनेदेखि अब त्यो इन्टरनेटले चाहिँ के त भन्दाखेरि धेरै सहयोग गर्छ। त्यसकारणले यो चाहिँ यसरी इन्टरनेटले कम्युनिटी डेभलपमेन्टलाई सशक्त बनाउने र टुलको रूपमा एकदमै यो चाहिँ यो कम्युनिटी डेभलपमेन्ट मात्र होइन, देशको विकासको लागि चाहिँ सम्पूर्ण देशको विकासको लागि यो नहुने टुल हो। जुन देश चाहिँ यो कुरामा पछाडि पर्छ अबको समयमा त्यो देश चाहिँ अगाडि बढ्न सक्दैन। हजुर, आज हामी महावीर पुनसँग बोलिरहेका छौं। कतिको बुझ्नुभयो उहाँको कुरा? कम्युनिटी डेभलपमेन्ट भन्ने शब्द हामी बारम्बार प्रयोग गरिरहेका छौं। अहिलेको अवस्थामा त्यही नै त खाँचो छ। सम्झना गरौं, सपना देखौं, देशका त्यस्ता कम्युनिटीहरू अत्यन्तै विकास भएका, त्यसपछि देश कहाँबाट कहाँ पुग्ने होला। आज हामी सपनाको कुरा गर्दैछौं। ड्रिमिङ हाई, ठूला ठूला सपना देख्ने सबैलाई अधिकार हुन्छ। हामी सपना देख्न सक्छौं, तर ती पूरा गर्ने, चरितार्थ पार्ने रणनीतिहरू के हुन् त, उपायहरू के हुन् त? आज महावीर पुनसँग त्यही कन्भर्सेशन हामी अघि बढ़ाउनेछौं। सपना देख्नुभयो धेरै अगाडि, आफै पनि 5 दिन हिँडेर फोन गर्न पर्थ्यो। अहिले हेर्नुहोस् त 15-16 वटा जिल्ला, लगभग 70-80 हजार जना त्यो प्रविधिसँग परिचित छन् भनेर उहाँले भनिसक्नु भएको छ। अब उहाँले आर्थिक जोहो कसरी गरिरहनु भएको छ, सरकारी सहयोग कतिको पाउनु भयो त, लगायत धेरै कुरा गर्नेछौं। अहिलेको लेटेस्ट कुरामा चाहिँ उहाँलाई झुलाइयो भन्ने खालको, मलाई झुक्काए भन्ने कुरा पनि गर्नुभएको छ। त्यो पनि म सोध्नेछु महावीर दाईलाई। यतिखेर ब्रेकको पालो। रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ। यस, दिस इज एनसेल मिड वीक मर्निङ। मेरो नाम चाहिँ सबिना कार्की। 8:33 गएको छ। यस, एनसेल मिड वीक मर्निङ ब्रट यु बाई एनसेल नेपालका लागि। महावीर पुन आज हामीसँग हुनुहुन्छ। नेपालमा अत्यन्तै देशभक्तले भरिएका व्यक्तिहरू को हुन् भनेर यसो सोच्दाखेरि हाम्रो दिमागमा आउने नाम अवश्य पनि महावीर पुनको। उहाँ स्टुडियोमा आउनु भएको छ र उहाँको बारेमा दाइ तपाईँले मेरो फोटो हालेको थिएँ फेसबुकमा, ट्विटरमा। म हेर्दैछु फिडब्याक, एकजनाले के लेख्नु भएको छ भन्दाखेरि आज दोस्रो पटक अन्तर्वार्ता सुन्दैछु, साह्रै खुशी छु रे होइन। अनि अर्को एकजनाले के लेख्नु भएको छ, वायरलेस म्यान तथा म्यागसेसे पुरस्कारबाट सम्मानित महावीर पुन नेपाल र नेपालीका लागि गौरव हुन्, उच्च विचारका लागि एकदम कंग्रेचुलेसन्स, कति सादा जीवनशैली भनेर लेख्नु भएको छ। धन्यवाद छ। अनि दाइको पनि यस्तो म फेसबुकहरू हेरिरहेको हुन्छु होइन, अहिले लेटेस्ट अवस्थामा त नेतालाई एकदम गाली पनि गर्नुभएको हुन्छ, सामाजिक सञ्जालमा त्यस्तो पनि देखिएको छ। नेता त हामीले चुनेका हाम्रै नेता होइनन् र? होइन, यो नेतालाई मैले गाली गरेको होइन, नेतालाई चाहिँ एक किसिमको यो अनुरोध गरेको हो। यो अनुरोधलाई चाहिँ अलि गाली जस्तो पनि भयो होला यसो भनाइमा, तर नेता चाहिँ हामीले नै चुनेको हो र अब त्यो के अरे चाहिँ उनीहरू चुनिनुमा चाहिँ उनीहरूको कुनै दोष छैन। दोष कसको? दोष त एक किसिमले जनताकै हो भन्नु पर्यो। ठिक छ, यो विषयमा अझै डिटेलमा म एकछिनमा सोध्छु। अघि आर्थिक जोहोको प्रसंग मैले ल्याउँछु भनेकी थिएँ। धेरै राम्रा कामहरू गरिरहनु भएको छ, बताउनु भयो हामीलाई। आर्थिक जोहो कसरी गरिरहनु भएको छ? यो एकदमै यसको सिम्पल एन्सर, छोटो एन्सर के छ त भन्दाखेरि आर्थिक, म कुनै धनी मान्छे होइन, म कुनै उद्योगपति पनि होइन, म कुनै चाहिँ धेरै पुर्खौली सम्पत्ति भएर
के अरे एकदमै भएको चाहिँ ब्याङ्कमा चाहिँ पैसा भएको अथवा श्री सम्पत्ति भएको मान्छे होइन। आर्थिक जो हो भन्ने कुरा मैले गर्ने होइन। मैले गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि काम सुरु गर्ने हो र काम सुरु गर्ने र जे जस्तो सकिन्छ आफ्नो क्षमताले काम गर्ने हो र आर्थिक जो हो भन्ने कुरा जस्तो वार्ड लिस्टकै लागि गर्ने हो भने जनताले गर्ने कुरा हो। अरू जति पनि अब यो सामुदायिक विकासका कामहरू मैले गरिरहेको छु स्कुलको लागि अथवा यो के अरे स्वास्थ्य चौकीहरूको लागि अन्य सबै कामहरूको लागि यो चाहिँ के त भन्दाखेरि यो पनि जनताबाट नै आउने कुरा हो। सरकारको सहयोग कतिको छ? सरकारको सहयोग खासै भन्ने हो भने अथवा क्लियरली भन्ने हो भने अहिलेसम्म 24 वर्षको अवधिमा मैले सरकारबाट 1 रुपैयाँ पनि पाएको छैन। यो चाहिँ कुरा स्पष्ट गरौं। स्पष्ट गरौं। अर्को स्पष्ट कुरा के गरौं भने आजसम्मको सबैभन्दा धेरै सहयोग गर्ने व्यक्ति अथवा संस्था कुन हो, कति योगदान गरेको छ भनेर मैले सोधेँ भने अब त्यो त यो व्यक्तिगत रूपमा सहयोग गर्ने धेरै व्यक्तिहरू छन्। अब सबै व्यक्तिहरूको नाम अब यहाँ लिस्ट बनाएको पनि छैन र के अरे सकिँदैन पनि। र अब संस्थाको रूपमा चाहिँ के छ त भन्दाखेरि मलाई अहिलेसम्म यो वार्ड प्रविधिको लागि अब धेरै सहयोग गर्ने संस्था भनेको एसिया पेसिफिक टेलिकम्युनिटी भन्ने एउटा संस्था छ, जुन चाहिँ संस्था यो एसिया पेसिफिक क्षेत्रका देशहरूको मेम्बर कन्ट्री भएको एउटा संस्था हो। त्यसले चाहिँ वायरलेस नेटवर्किङको लागि गरिरहेको छ। कति योगदान गरेको छ दाइ? अब त्यो एक्ज्याक्ट भन्ने हो भने यो पटक पटक गरेर उनीहरूले 4-5 करोड रुपियाँ 4 करोड रुपियाँ जति चाहिँ सहयोग गरिरहेको। त्यो संस्था भयो। सबैभन्दा धेरै सहयोग गर्ने व्यक्तिको नाम लिन चाहनुहुन्न? व्यक्ति त अहिले मैले सम्झिदिन, किनभने अब व्यक्तिगत रूपमा सानो सानो संस्थाहरूले 2 लाख 4 लाख 5 लाख यस्तो किसिमको गरिरहेको छ। र जस्तो अब नेपालकै कुरा गर्ने हो भने यो काम जीविसहरूबाट पनि हुन्छ। जीविसहरूले पनि गाविसहरूले पनि के अरे यस कामको लागि चाहिँ सहयोग गरिरहेको छन्। जस्तो उदाहरणको लागि भन्ने हो भने मकवानपुर जीविसले त्यही 18 लाख जति, यस्तै किसिमले मुस्ताङ जीविसले चाहिँ 14-15 लाख जति, यस्तै किसिमको म्याग्दी जीविसले चाहिँ 10-12 लाख यस्तै किसिमको सहयोगहरू बेला बेलामा आइरहन्छन्। र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि अब कोही मान्छेहरू जसले चाहिँ मैले गरेको काम देखेर गाउँघरमा गएर हेरेर अब 10-20 लाख बुझेहरू गर्ने चाहिँ सहयोग गर्दै। विदेशको कुरा गरौँ न दाइ। तपाईँ विदेश बसेको मान्छे, उता पढेको मान्छे, नेपाल फर्कनु भयो, एकदमै राम्रो कुरा हो। हाम्रोमा एउटा के प्रचलन छ भन्दाखेरि विदेशबाट स्वदेश फर्कियो भने देश प्रेमी, विदेशमै बसिराखे पलायनवादी। सो के देशको सेवा गर्न देशभित्र बस्नै पर्छ? त्यो एकदमै गलत कुरा हो। देश विकास गर्नको लागि देशमै बस्नुपर्छ भन्ने कुरा म मान्दिन पनि, किनभने अहिलेको संसार एउटा सानो संसार हो। मान्छेले एउटा छोटो सोचाइ भएको मान्छेले पृथ्वीलाई एकदमै ठूलो देख्ला, एकदमै यहाँबाट यो वरिपरि भनौँ न, यहाँबाट अमेरिका अथवा यहाँबाट युरोप यति टाढा, यति 1000 माइल भन्ने किसिमले देख्ला। तर प्रविधिको हिसाबले हेर्ने हो भने नेपाल यो पृथ्वी भनेको एउटा सानो ठाउँ हो, जहाँबाट जस्तो अहिले अब 24 घण्टामा जहाँ पनि पुग्न सकिन्छ। अब यस्तो किसिमले अब यो अवस्थामा फेरि सूचना प्रविधिको विकासले गर्दाखेरि के भइरहेको छ भने मान्छे जहाँ भए पनि, चाहे चन्द्रमामै होस्, त्यो नेपाल पृथ्वी छाडेर चन्द्रमामै गओस् अथवा कुनै अर्को ग्रहमा गओस्, र यो यदि विकास गर्नको लागि उसले कुनै न कुनै तरिकाले ठोस रूपमा यदि योगदान गर्छ भने त्यो देशमै बसेर गर्नुपर्छ भन्ने छैन। अर्को पाटो कस्तो देखिएको छ भने नेपालका पनि विभिन्न कलाकार, पत्रकार, चर्चित व्यक्तिहरू विदेशमै अड्किने भरमग्दुर प्रयास गर्छन् दाइ। जब असफल हुन्छ नि तब नेपालको माया लागेर आएको भनेर फलाक्छन्, यो देशभक्ति हो र भन्नेहरू पनि एउटा छन् नि त फेरि ग्रुप। होइन, त्यो सोचाइ मान्छेको करोडौं अरबौं मान्छे छन्, अरबौं मान्छेको अरबौं सोचाइ हुन्छ। र मैले अहिलेसम्म भन्ने गरिरहेको कुरा के छ भने देशबाट पलायन हुने भन्ने जति पनि पलायन भयो त्यो पलायन हुनेहरूको चाहिँ दोष होइन। यो पलायन हुनको लागि जुन वातावरण क्रिएट भएको छ, वातावरण सिर्जना भएको छ नेपालमा, त्यो भनेको नेपालको गरिबी, नेपालको चाहिँ अब अनइम्प्लोयमेन्टको कुराहरूदेखि लिएर नेपाल चाहिँ जहिले पनि सबभन्दा कम विकसित देशको स्थितिमा राख्ने जुन किसिमको वातावरण बनाइएको छ, त्यो वातावरणको दोष हो। र त्यो वातावरण बनाउने
अब समूहको दोष हो। तर फेरि दाइ जस्तै हामी पछिल्लो पटक अमेरिका जाँदाखेरि तपाईँ र म एउटा प्रोग्राममा सँगै गएका थियौं होइन, अनि कस्तो पनि देखियो भन्दाखेरि दाइ त्यहाँ चाहिँ शरणार्थी हैसियतमा पनि बसेका छन् नेपालका हुने खानेहरू नै, कृत्रिम खालको कागज पत्र बनाएका छन्। के यो ठिक हो भनेर सोधियो भने होइन, मैले भनिरहेको थिएँ बाध्यता हो। मान्छेले बाध्य भइसकेपछि जे पनि गर्न सक्छ। मान्छेले बाध्य भएपछि त्यो ज्यान मार्न पनि तम्सिन्छ। त्यसकारणले जे सुकै गरेर जस्तो सुकै गरेर बसुन्, अथवा जस्तो सुनिन्छ कि अहिले अमेरिका जानको लागि नेपालबाट अफ्रिका, साउथ अमेरिका हुँदै मेक्सिको बाटो अमेरिका छिर्नेको लागि 40-50-60 लाख रुपियाँ खर्च पनि गरे भन्ने सुनिन्छ। त्यो रहरले गरेको कुरो होइन। त्यसकारणले जति पनि कुराहरू भइरहेको छ त्यो उनीहरूको दोष होइन। र यो चाहिँ एउटा ब्रोड रूपमा हेर्ने भने एउटा खास एउटा रियल्ली अब यो चाहिँ के त भन्दाखेरि इमान्दारीपूर्वक भन्ने भने मैले चाहिँ उनीहरूलाई दोष दिन चाहन्न। यता दिनभर बसेर डुलेर होइन भन्दा बरु 2-4 पैसा कमाइन्छ, देशमा पठाइन्छ भन्दा के घाटा भयो र भनौँ यसलाई होइन। अब मान्छे एउटा लोभी जनावर हो। मान्छेलाई धेरै कुराको लोभ लाग्छ, राम्रो खाना लोभ लाग्छ, एकदम राम्रो जिन्दगी। त्यही कारण यो लोभी जनावरलाई चाहिँ के छ त भन्दाखेरि यो आफ्नो लोभ पूरा गर्नको लागि उसले अनेक उपायहरू गर्दछन् र यो अनेक उपायहरू मध्येमा यो विदेश पलायन हुने भन्ने कुरा चाहिँ एउटा हो। यदि नेपालमा नै सबै किसिमको काम गर्ने मौकाहरू भएको भएदेखि, नेपाल नै एउटा विकसित देश भएको भएदेखि कुनै पनि मान्छेलाई ल जा भनेर चाहिँ 10 लाख 20 लाख रुपियाँ दिएर ल विदेश जा उतै पलायन भयो भने त्यो जाने अवस्थामा छैन। हुन्छ, यसलाई यही नै टुङ्ग्यौं। यतिखेर सेकेन्ड ब्रेकको बेला भएको छ। कार्यक्रम एनसेल मिडविक मर्निङ यहाँले सुनिरहनु भएको छ। देशमा हुनुहुन्छ वा विदेशमा कहाँ बसेर सुन्दै हुनुहुन्छ, दाइले भनिहाल्नुभयो हामी ग्लोबल भिलेज भनेर भन्छौं। संसारको जुनै कुनामा हुनुहोस्, देशमै बसिरहन पर्छ भन्ने रहेनछ देशको सेवा गर्न लागि। यतिखेर हाम्रो सेवा त होइन, उहाँ पनि आफ्नो सर्भिसमै हुनुहुन्छ, मतलब प्रोफेसनल काम गर्दै हुनुहुन्छ। रवि श्रेष्ठ प्राविधिक मित्र, उहाँले ब्रेक बजाउनु हुनेछ। त्यसपछि महावीर पुनलाई लिएर पुनः म यहाँको रेडियोमा आउँछु। त्यसपछि बजेट भाषणलाई किन गाली गर्नुभयो त, किन त्यस्तो डिसस्याटिस्फाइड म सोध्छु। दाइ मुस्को सराइसक्नु हो। तपाईले रेडियो सुनिरहनु हुनेछ। आई थिंक आई नो द्याट, सो प्लिज स्टे ट्युन्ड। हजुर 8:45 रेडियो कान्तिपुरमा यु आर लिस्निङ टु एनसेल मिडविक मर्निङ ब्रट टु बाई एनसेल। हामीसँग महावीर पुन हुनुहुन्छ। उहाँको अभियान नै हो बेतारे इन्टरनेटले दूर दराजका गाउँहरू जोड्ने। उहाँको गाउँ म्याग्दीको नाङ्गी। दाई धेरै प्रश्नहरू सोध्न म चाहन्छु, हामीसँग समय कम छ, हामी टक्क टु द पोइन्ट कुरा गरौं। बजेट भाषणलाई निकै नै गाली गर्नुभयो, त्यो फेसबुक पोस्ट पनि निकै नै शेयर भएको छ, त्यो विषयमा न्यूजहरू पनि बनेका छन्, किन र? बजेट भाषणलाई मैले गाली गरेको होइन। बजेट भाषणमा चाहिँ खास गरी यो धेरै मान्छेहरूले अब भनौँ न अहिलेको प्रधानमन्त्री केपी ओलीले यो एकदमै महत्वाकांक्षी अथवा एकदमै पुरै हुन नसक्ने किसिमको यो बजेट ल्यायो र एउटा भन्ने कुराहरू जुन भइरहेको छ त्यसलाई चाहिँ मैले पटक्कै गाली गरेको होइन। किनभने यो ठूला योजनाहरू ठूला सपनाहरू देख्ने भन्ने कुरा चाहिँ एकदमै म त्यसको लागि चाहिँ म समर्थन गर्छु। किनभने केपी ओलीले भन्दा पनि अझै मैले ठूलो सपना देख्ने मान्छे म हो। एउटा साधारण व्यक्तिले उहाँले भन्दाखेरि ठूलो सपना देख्छु भने एउटा देशको प्रधानमन्त्री भइसकेको मान्छेले त्यो नेपालमा जुन सपनाहरू बाँड्नु भएको छ त्यो भनेको मेरो लागि चाहिँ साधारण कुरा हो। त्यो मेरो सपना भन्दा पनि साधारण कुरा हो र मैले चाहिँ यो गाली गरेको होइन। तर यो सबै सपनाहरू पूरा गर्नको लागि विज्ञान तथा प्रविधिमा चाहिँ खास ठोस लगानी हुनुपर्छ। जबसम्म विज्ञान तथा प्रविधिको विकासको लागि र नेपालको मानव पुँजी भनेको हाम्रो एकदम प्रतिभाशाली, एकदमै सृजनशील र एकदम इनोभेटिभ जति पनि हाम्रो मानव संसाधनहरू छन् उनीहरूलाई चाहिँ गर्नको लागि, उनीहरूलाई चाहिँ सहयोग गर्नको लागि, उनीहरूलाई सहयोग गरेर देश विकासमा चाहिँ को बाटोमा ल्याउनको लागि जुन काम गर्नुपर्ने थियो त्यो काम चाहिँ अहिलेको बजेट भाषणमा, अहिलेको मात्र होइन यो भन्दा अहिलेसम्मको यो विगत 65 वर्षको अथवा राणा शासन सिद्धिएपछि पहिलाको बजेट भाषणहरू त थाहा छैन, तर विगतको 65 वर्ष 67 वर्षको इतिहासमा यो कुनै पनि सरकारले नदिएको हुनाले म चाहिँ अलिकति खरो रूपमा चाहिँ आएको हो र यो बजेट भाषणलाई चाहिँ सम्पूर्ण बजेट भाषणलाई चाहिँ मैले विरोध गरेको होइन।
केपी शर्मा ओलीको सपनाको पनि कुरा भयो, ठूला ठूला सपना देखाउने कुरा, म अझ ठूलो सपना देख्छु भन्नुभयो। तर नि यसो सोच्दाखेरि देशमा बजेटको निकासाका आफ्नै नियम हुन्छन्, व्यक्तिले भनेकै भरमा त्यो कसरी सम्भव हुन्छ र? त्यो आँटको कुरा हो। मान्छेले आँट गर्न सक्यो भने अथवा सरकारले आँट गर्यो भने त्यो सम्भव गराउन सकिन्छ। त्यो मान्छेले आँट गरेन भने सम्भव गराउन सकिँदैन। र अहिले भएको कुरा चाहिँ के हो त भन्दाखेरि यो अर्थमन्त्रीहरूले, यो प्रधानमन्त्रीहरूले र यो मैले जुन कुरा होस् भन्ने कुराहरू गरिरहेको छु त्यो आँट नगरेको हो। तर उनीहरूले यो भन्दा ठूल्ठूला कुराहरू आँट गर्न सक्ने र मैले भनेको एउटा साधारण एउटा अनुरोधलाई, एउटा साधारण चाहिँ के अरे सहयोगको लागि जुन अनुरोध गरिरहेको छु। यहाँको अनुरोध श्रोतालाई बताउनुहोस् न, के अनुरोध? मेरो अनुरोध भनेको के हो भन्दाखेरि देश विकासको लागि देश विकास गर्ने भन्ने कुरो मान्छेले गर्ने, यो जनावरहरूले गर्ने होइन। मान्छे भनेको चाहिँ के हो त सबभन्दा ठूलो पुँजी हो र नेपालको लागि सबभन्दा ठूलो पुँजी भनेको हाम्रो यो जनताहरू नै हो, हाम्रो यङ जेनेरेसनहरू हुन्। र यिनीहरूलाई चाहिँ के अरे यो जुन वातावरण क्रिएट नहुँदाखेरि, उनीहरूले चाहिँ देशमा बस्ने वातावरण क्रिएट नहुँदाखेरि विदेश पलायन हुने काम भइरहेको छ। र त्यो मानव पुँजीलाई प्रयोग गर्नको लागि चाहिँ के छ त भन्दाखेरि यो अनुसन्धान केन्द्र, आविष्कार केन्द्रहरूको स्थापना हुनुपर्छ। र त्यो आविष्कार केन्द्रहरू दिगो रूपमा आफैले चल्ने किसिमको आविष्कार केन्द्र स्थापना गर्नुपर्छ। र त्यो आविष्कार केन्द्र को लागि सुरुमा चाहिँ के छ त भन्दाखेरि अलिकति 40-50 करोड़ रुपियाँको अलिकति ठूलो पुँजी चाहिन्छ। र त्यो पुँजी चाहिँ एउटा ऋणको रूपमा अथवा अनुदानको रूपमा अथवा कुनै किसिमले चाहिँ यो व्यवस्था गरिदिनु पर्यो। अनि त्यो आविष्कार केन्द्रको सुरुवात हुन्छ, पहिलो स्टेप हुन्छ, त्यसपछिको स्टेपहरू काम सुरु गरेपछि हुँदै जान्छ भन्ने किसिमको चाहिँ मेरो अनुरोध हो। र त्यो अनुरोधलाई चाहिँ के अरे अहिलेसम्म सुनाइ नभएको हो। त्यही कुरालाई यहाँले आफ्नो मतलब मनबाट व्यक्त गर्नुभएको छ, सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ। फेरि एकातर्फ कस्तो पनि देखिएको छ भन्दाखेरि 40-50 करोड़ अफकोर्स त्यो बिग अमाउन्ट हो, होइन, सानो त होइन। तर कस्तो पनि तपाईँको बारेमा कुरा देखिएको छ भन्दाखेरि एकजना व्यक्ति, उसको पहल, सपना अत्यन्तै राम्रो हो, तर अघि पनि मैले भने जस्तै बजेट निकासका आफ्नै नियमहरू हुन्छन्, त्यो रातारात त हुँदैन, होइन। कतिले एरोगेन्स पनि भनेका छन्, त्यो सुन्दा कस्तो लाग्छ यहाँलाई? केही पनि लाग्दैन। यो 40-50 करोड़ भनेको यो एकदमै सानो रकम हो सरकारको लागि। जुन सरकारले खरबौंमा चाहिँ बजेट ल्याउँछ, 40-50 करोड़ भनेको उनीहरूको लागि केही होइन। र यो भनाइ मेरो होइन, यो भनाइ चाहिँ अर्थ मन्त्रालयकै कर्मचारीहरूको कुरा हो। र यो बजेट चाहिँ के अरे 40-50 करोड़ रुपियाँ भने हामी जुनसुकै हालतमा पनि छुट्याउन सक्छौं। तर यसको लागि हामी भन्दा माथिको भनेको नेताहरूलाई उनीहरूले तोकेको कुरा हो। नेताहरूले चाहिँ यो चाहिँ साहस गरेर यो यसरी दिने भनेर चाहिँ के अरे बाटो खुलाइदिने हो भने हामी यो पैसा जहाँबाट पनि, जुनसुकै टोकरीबाट पनि हामी निकाल्न सक्छौं भनेको। र यो पैसा मैले मेरो आफ्नो व्यक्तिगत के अरे सुख सहेलको लागि मागेको होइन। यो पैसा कुनै एउटा संस्था, एउटा यस्तो किसिमको संस्था जुन संस्थामा कसैको शेयर हुँदैन, यसलाई नट फर प्रफिट शेयरिङ एउटा संस्था मार्फत हामीले एउटा संस्था खोलेको छौं, राष्ट्रिय आविष्कार केन्द्र भनेर। र यो संस्था मार्फत जसमा चाहिँ कसैको शेयर हुँदैन, जसबाट आएको डिभिडेन्ड कसैले लैजाँदैनन्, जसमा हामी बोर्ड मेम्बरहरूले चाहिँ कुनै के अरे तलब भत्ता केही खान पाइँदैन। र यो जति पनि कामहरू हुन्छन् यो चाहिँ के हो त भन्दाखेरि सरकारले गर्नुपर्ने काम हो र कालान्तरमा गएर यो संस्था सरकारको हुन्छ। आउनुहोस् एकैछिन बाँडिएका सपनाकै फेरि कुरा गरौँ न त। यो पछिल्लो समयमा नि दाइ चीनसँगको नेपाल सम्बन्ध विस्तारलाई तपाईँले कसरी हेर्नु भएको छ? अब त्यो एउटा गर्नुपर्ने आवश्यक कुरा हो। अहिलेसम्म यो जुन कुराहरू छ, यो सुरुमा त अब भनौँ हिमालले गर्दाखेरि चीनसँगको सम्बन्ध विस्तार हुन नसकेको थियो। तर अहिले यो प्रविधिको विकासले गर्दाखेरि यो हिमाललाई पनि पार गर्ने किसिमको एउटा जुन के अरे प्रविधिहरू आइरहेको छ, जुन सम्भावना छ, त्यसरी चाहिँ सम्बन्ध विस्तार गर्नु राम्रो कुरा हो। त्यसमा पनि चीन भनेको के हो त भन्दाखेरि विश्वको अहिले विगतको झट्टै 30-35 वर्षको अवधिमा नै एउटा संसारको एउटा एकदमै विकसित देशमा, धनी देशमा गनिन आएको चाहिँ एउटा देश भएको हुनाले त्योसँग चाहिँ
व्यापार विस्तार गर्नु, उनीहरूसँग साझा अरू गर्ने भनेको होइन, एउटा व्यापार जस्तो इन्डियासँग र चीनसँग यो व्यापारको विस्तार गरेर उनीहरूबाट पनि हामीले सिकेर हामीले उनीहरूलाई सक्ने मद्दत गर्ने, उनीहरूले सक्ने मद्दत हामीलाई गर्ने किसिमले एउटा सम्बन्ध सुधार्नु भनेको राम्रो कुरा। यो रेल अनि ग्यासको कुरा चाहिँ तपाईले कतिको व्यावहारिक पाउनु भएको छ? एकदमै व्यावहारिक छ। यो म प्रधानमन्त्री हुने भएदेखि यो चाहिँ रेलको कुराहरू मैले पनि गर्दिन्थे, यो केपी ओलीले मात्र होइन, किनभने यो रेल बनाउने पैसा लाग्छ। यो नेपालभरि नै रेल बनाउने हो भने भनौँ न 1500-1600 किलोमिटर रेल लाइन बनाउनु पर्छ। यो सबै एकैचोटि बनाउनु पर्छ भनेको छैन, भन्ने कुरा पनि होइन, एउटा खण्ड खण्ड गरेर बनाउने। जहाँसम्म ग्यासको कुरा छ, ग्यास अब नेपालमा नै यो ग्यासको खानी निस्कन्छ भन्ने कुनै निश्चित छैन। यदि नेपालमा नै ग्यासको खानी निस्कियो भने त राम्रो भयो, तर निस्केन भने पनि विदेशबाट ल्याएर ठूला ठूला ट्याङ्करमा ल्याएर त्यो भण्डारण गरेर त्यहाँबाट पाइपबाट के अरे ग्यास घर घरमा वितरण गर्ने भन्ने कुरा ठूलो कुरा होइन, र त्यो सरकारले गर्ने कुरा पनि होइन। एउटा सरकारले चाहिँ के हो भन्दाखेरि एउटा नियमन बनाइदिने, एउटा कानून बनाइदिने, एउटा तरिका सिस्टम डेभलप गरिदिने, र त्यो गर्ने कुरा रेल बनाउने कुरा, ग्यास बनाउने कुराहरू यो त व्यापारीले गर्ने कुरा हो, व्यावसायिक रूपमा चाहिँ सञ्चालन गर्ने कुराहरू हो, र यो पक्कै पनि गर्न सकिन्छ। म प्रधानमन्त्री भएको भए म आफैले पनि गर्थेँ। महावीर पुन आज हामीसँग हुनुहुन्छ। अब लास्ट कमर्सियल ब्रेकको बेला भएको छ, त्यसपछि महावीर दाईले म सोध्नेछु कि हजारौं महावीर पैदा गर्न कसले के गर्न पर्ला? साथमा गीत उहाँ सुन्नुहुन्छ भनेको त कहाँ गीत सुन्नु, कहाँ टिभी हेर्नु गर्नुहुन्छ? साँच्चै गीत सुन्नु भएको छैन त, बा गुनगुनाउनुहुन्छ कि? यु नेभर नो। लास्ट ब्रेक, त्यसपछि लगभग 2 मिनट बाँकी हुनेछ। म लिएर आउनेछु महावीर पुनलाई यहाँको रेडियोमा। त्यो 2 मिनट मिस नगर्नुहोस् है। हाम्रो भागमा 1 मिनट बाँकी छ। रेडियो कान्तिपुरमा यहाँले एनसेल मिडविक मोर्निङ सुनिरहनु भएको छ। महावीर पुन आज हामीसँग हुनुहुन्छ। नेपालका दुर्गम गाउँहरूलाई इन्टरनेट मार्फत जोड्ने उहाँको अभियान। हाम्रो धेरै विषयमा कुरा भयो, ड्रिमिङ हाई विशेषतः सपनाको कुरा धेरै नै भयो। दाई 1 मिनट बाँकी छ, तपाईलाई के लाग्छ नेपाललाई विकास गर्न रोक्ने सबैभन्दा पहिलो बाधक को जस्तो लाग्छ? नेपाललाई अब के अरे यो विकसित देश बन्नबाट रोक्ने बाधक अरू कोही पनि होइन, हामीले बाह्य शक्तिहरूलाई चाहिँ दोष दिने गरेका छौं। यो बाधक भनेको हामी आफै हौं। हामी आफै चाहिँ जबसम्म सुध्रिँदैनौं, हामी आफै भनेको नेताहरू समेत पर्दछन्, कर्मचारीहरू समेत पर्दछन्, अरू साधारण जनता समेत पर्छन्। जबसम्म हामी आफै चाहिँ सुध्रिँदैनौं तबसम्म नेपाल चाहिँ अगाडि बढ्दैन। बाधक हामी आफै हौं। लास्टमा यो 20 सेकेन्ड मात्र पाउनुहुन्छ। समय र परिस्थितिले तपाईँ जस्तो सच्चा देशप्रेमी नेपाल पाएको छ हैन, नेपालले पाएको छ नेपाल। तर हजारौं महावीर पैदा गर्न कसले के गर्नु पर्ला? 20 सेकेन्ड। यो आफैले सोच्ने कुरा हो। यो चाहिँ कुनै बिउ छरेर मकै छरेर धेरै मकै बारी बना जस्तो होइन। यो आफैले सोचेर यो देश हाम्रो हो, यो देशले हामीलाई चाहिँ जन्म दिएको छ, यो देशको लागि केही गर्नुपर्छ भन्ने सोचाइ चाहिँ आउनुपर्छ। अनि मात्रै म जस्तो अरू मान्छेहरू निस्कन्छन् र निस्किरहेका पनि छन्। म जस्तो अहिले ननिस्केको भन्ने छैन। गीत त नसुन्नु भएको वर्षौं भयो, धेरै वर्ष भयो। किनभने अब डुल्ने मान्छेले कहाँ के पाएर गीत सुन्नु, त्यो चाहिँ मेरो बानी। हजुरको सानो फोन छ नि, बज्छ त रेडियो, हामी बजाउँछौँ त गीत। त्यसमा मैले इयरफोनै जोडेको छैन। साच्ची हो, के बजाउनु खोज्यो भने इयरफोन जोड भन्छ, इयरफोन चाहिँ चलाएकै छ। अरे साच्ची गीत सुन्नु भएको छैन? साँच्चै सुनेको छैन। ठिक छ दाई, थ्याङ्क यू सो मच। यहाँका धेरै कुराहरू सुनियो। देश विकास अवश्य पनि हुन आवश्यक छ, कम्युनिटी डेभलपमेन्ट अवश्य पनि हुन आवश्यक छ। त्यसको लागि देशले तपाईँ जस्ता सयौं महावीर पुनहरू चाहन्छ। गुड लक एन्ड थ्याङ्क यू फर कमिङ। देश विकास पक्कै हुन्छ भन्ने कुरामा म दृढ विश्वास छु, र यो आजको जुन समय दिएकोमा म चाहिँ यो कान्तिपुर एफएम र सबिना बहिनीलाई चाहिँ धन्यवाद दिन चाहन्छु। अब हजुरको एउटा भिडियो बनाएर म मेरो फेसबुकमा हाल्छु। हुन्छ। अहिले बाइ द वे मेरो फेसबुक पेजमा महावीर दाई लाइभ हुनुहुन्छ, दाई कमेन्ट पढ्दै हुनुहुन्छ। वेल, तपाईले फेसबुकमा उहाँलाई चेक गर्न सक्नुहुन्छ। वे लाइभ अन माई फेसबुक पेज। थ्याङ्क यू सो मच। हेभ अ नाइस डे। सपना ठूला ठूला देखिरहनुहोस्, सपना पूरा गर्न अवश्य सकिन्छ। हेभ अ नाइस डे। नमस्ते।